साथीहरु दाइको कोसेली दुईटा ड्रागन फ्रुट अनि आँप छ है आँप दाइ यो आँप गुली आँप हो कि कस्तो आँप हो दाइ गुली हो ठीक हो ल तराईको कोसेली आएछ केडा हो अहिले केडा हो बाटो चाहिँ त यस्तो है त्यहाँको म चाहिँ यहाँ एउटा दाइलाई भेट्न आइरहेको थिएँ है अब चुलाहरू केही देख्न सकिरहेको छैन भाइ मलाई देखिरहेछ नि छैन है ए कहाँ छु म कहाँ हो अबे साले साखो नै लावनी देश हो क्या हाम्रो छुट्टै देश हो कि साखो भनेको चाहिँ अब टेन्डर पर्ने बेलामा चैतभित्र काम सिटाउनु पर्यो भनेर भन्नु पर्यो कि मुला हिजो चाहिँ भाइले यहाँ मिस्टेक गरे होइन सुशान भाइले नि यहीँ मिस्टेक गरे भने भन्दै थियो तर योभन्दा माटो रनिङ भयो त्यही भएर यो अलिकति डराएछ हिजोको ठाउँ भएर यहीँ कि यहाँबाट चाहिँ त्यहाँ त यहाँसम्म छ होइन यहाँबाट चाहिँ कुलो तालिया छ कि यहीँनिर ठिक्क भयो कि अलिकति आमा क्या लक के होइन आज चाहिँ ठिक छ जे होस् होइन डराएको छैन नि डराएको छैन भने चाहिँ तर्सिरहेको छु ल अहिले साथीहरू मेरो भतिज पनि प्रो भइसक्यो है जे फिलिलिली गाडी कुदाउने भइसक्यो गाली गर्छ काकाले कति गर्छ चाहिने भन्दा धेरै गाली खाएर चाहिँ यसो चलाउनु सिकिरहेको छ त्यत्रो थोरै दिनमा नर्वे कहाँ गाली खाँदैछ दाइले त लाट हान्नु भनेर भनिरहेको थियो दाइ तर म लाट चाहिँ हान्दिनँ है गाली चाहिँ गर्छु म लाट चाहिँ हान्दिनँ यसलाई यसले एकदम नराम्रो काम गर्यो भने त लाट हान्छु होइन नर्वे लाट चाहिँ हान्दिनँ म दाइले हान्नुहोस् लाट म बरु तपाईँले कम्प्लेन गरिदिउँला अरे होइन पिक्चरको बहिनी त ग्याङस्टर जसरी हिँडिरहेछ एउटा माथि तानेर ग्याङस्टर हो कि क्या हो बहिनी याकुजा जसरी हिँडिरहेछ त्यो एउटा यस्तो राखेर एउटा रहेछ जिउ पनि आइरहेको रहेछ त हेलो हेलो आराम दाजु आराम हो आराम के छ दिललाई हेलो गाइस वेलकम ब्याक टु माई च्यानल आयो सबै सन्चै हुनुहुन्छ होला म नि सन्चै आरामै छु है लास्टै च्याउ भयो अब हाम्रो राजेन्द्र बाबा खिल्के बाबा चाहिँ चिया भएर दिमाग खराब भएर है पानी नि परेर गाडी चाहिँ नगरपालिकामै छोडेर आएको छु अझै त्यहाँको लाएर हिँडिरहेको छु अबदेखि चाहिँ त्यो समस्या म कहिले खाँदिनँ है त्यही भएर मैले त्यहाँ आएर खाँदा नि खाएन त्यही हो स्विट लस्सी एउटा खाएँ अनि बसेँ अनि जाउँ भनेको चाहिँ लिएर खाने दिमाग खराब त्यही हो म जाँदैछु है देख्न सक्नुहुन्छ अब सिधै नगरपालिकामै गएर भेटौँला ल है त साथीहरू म चाहिँ ठ्याक्क नगरपालिका पुगेँ हिजो यहाँ यस्तो दिमाग खराब भयो कि मासला राजेन्द्र बाबालाई चाहिँ हाम्रो पुतली भाउजू आएर छाता लिएर गयो होइन सन्डो सुरुवात म चाहिँ त्यहाँमा उभ्या पानी परे 15-20 मिनट रोकेपछि मात्र गयो गाडी चाहिँ हिजो यहीँ छोडेर गएको अनि राति नै केही खाएको नि त्यही भएर समस्या है अनि हिजो चाहिँ आधा सिट नै भिजिएको छ क्या फेरि माया पाका दिनजर पानी परेर है अब एकछिनै निस्किनेर गएको त्यहाँ बसेर पानी परै त्यही हो अनि ठ्याक्क लगाएँ त्यहाँ गएर झाटा ओढेर त्यो सिसा लाउनु भनेको सिसा लाउनु जानु अगाडि नै म्याम पाका सबै दाइ भिजिसक्यो दिन्छ भाइ त अब यस्तै है के गर्नु म्या त्यही भएर चाहिँ अब चाहिँ बसेर खाइने यार यस्तो ल्याङ गरेको म्याम पाका दिमाग खराब भइसक्यो धन्न सुकिसकेछ ल अलिअलि चाहिँ भिजिरहेछ त्यहाँ चाहिँ है गाडी चाहिँ अलिअलि भिजिरहेको छु कि यहाँसम्म पनि भिजाएको छु कि म्यासलाई हिजो चाहिँ लास्टै जब एक र आज चाहिँ हाम्रो दाहिने आउँदैछ कफलाई दाइले खोइ के भन्ने हो है जान त भिजायो नि दाइले नि बुझिहाल्छ अब आज फेरि घाम लाग्ला जस्तो पनि छैन है अब यो कहिले सुक्ने नै थाहा छैन कि पानी चाहिँ मुनिसम्म नि गएको छ है अब पत्रिका सत्रिका निकाल्नु झन् गाडीद्वारा फोहोर हुन्छ भनेर पत्रिका राखेको साथीहरू है बिजोग भयो पछाडि पनि भिजेको छ अलिअलि अब त्यही हो जान गरा होइन अब किन भन्न सकिन्छ र साथी होइन अब त्यो आज दिन के कस्तो हुन्छ हेर्दै बस्नु होला कि पछि है त गाई अहिले साथीहरू हामी चाहिँ त्यहाँ कलाएर सुसन भाइ र म चाहिँ निस्किसक्यो है हाम्रो सागर दाल भाइ चाहिँ
पुरा हिजो मस्त शनिबार लागेको छ त्यसलाई फेरि मैले हिजो म्यासेज नै गरेको थिएँ 8 बजीदेखि है भनेको त्यही पनि 7 बजीदेखि गरिदिएँ है त्यही भएर हामीले चाहिँ अहिले भाइलाई फोन गरेको छैन फर्किने बेला चाहिँ फोन गरेर ल फ्रेस भएर आऊ भाइ भनेर चाहिँ भनिदिन्छु है त्यही हो अब आजको दिन चाहिँ के कस्तो हेर्दै बस्नु होला अनि सुजन भाइ हिजोको दिन कस्तो भयो नि रमाइलो रमाइलो हो कहाँ गयो हिजो यतै घरतिरै जस रमाइलो गरेर बस्यो सही हो हामी चाहिँ त्यस्तै भयो हिजो है यस्तो झ्याउ भयो कि म्याम पाखा अब त्यो के भन्ने के नभन्ने के होइन हामी नि खान्छौँ तर त्यस्तो ल्याङ चाहिँ गर्दैनौँ कि खाएपछि होइन अनि हिजो सन्तोष ब्रो र म चाहिँ अनि त्यही हो भगवान्ले हामीलाई सजाइदियो ब्रो भनेर पानीमा परेर मा यस्तो भयो कि त्यो त मा फोन गरेर ऱ्याङ्कोट पठाइदिनु भनेर भन्छु त निर्मल म घर पुगेँ हस् भनेर भन्छ ए ऱ्याङ्कोट पठाइदिएँ भन्छु म त बल्ल बल्ल घर पुगेँ म कसरी ऱ्याङ्कोट पठाउँदै गर्छ या भाउसँग कुरा गर भन्छ भाउसँग के कुरा गर्नु है साथीहरू आज वेदर चाहिँ एकदम बबाल है घामसाम लागेको छैन मलाई चाहिँ यस्तै मनपर्छ कि वेदर देख्न सक्नुहुन्छ त्यहाँ है यस्तो दामी छ कि बाफ पनि हेर्नु त्यहाँ र हामी जाने ठाउँमा नि बाफै आइरहेको रहेछ सुजन भाइलाई अब झन् सुजन भाइलाई अलि दामी हुने भयो कि होइन अलि बाफमा नि अलि यताउता देख्दैन नि त सही हुने भयो यता नि रोक्यो उठायो हाम्रो भाइहरू देख्न सक्नुहुन्छ है अब ह्यान्डब्रेकै नतानिकन उठाउँछ यहाँ जस दामी भइसक्यो है भाइहरू चाहिँ बबाल भइसक्यो ल देख्न सक्नुहुन्छ है हाम्रो स्टुडेन्टहरू सबै खतरै छन् कि हाम्रो साखो चाहिँ आज अलिकति हुसु लाएर अलि देखिरहेको छन् फ्लाइ कारखानाहरू चाहिँ देखिन्छ आइरहेको छ साथीहरू है त्यही हो खतरै छ है अब हाम्रो स्टुडेन्टहरूले धमाधम लाइसेन्स सिकेर ल्याउँछ केडा हो वागवान आइम ब्याक बेबी यमान हिजो भात नि खाएको छैन यार म्याथलाई यस्तो टेन्सन भइरहेछ केडा होइन कुरै छोडिदियो यार कुरा गरे कुराकै दुःख भने जस्तो भइरहेछ ल है त साथीहरू केही देखाएको छैन है हाम्रो साखो भ्यू मुनि केही देखाएको छैन सेतो देखिरहेको छ है अनि हामी चाहिँ जति माथि आयो त्यति रुखहरू चाहिँ सानो हुँदै जान्छ है जहिले पनि त्यो चाहिँ याद गर्नु है हाई अल्टिट्युड हुँदै गयो भने यो अब सल्लाहको रुख ठुलो छ भने हामी अब कसैतिर कुण्डतिर गयो भने चाहिँ त्यहाँको हामी जत्रो हुँदै हुँदै घट्दै यति यतिसम्म आउने त्यसरी घट्दै जान्छ है यस्तो बवाल छ यता इस्कुसबारी नि आउनु लाग्यो है इस्कुसबारी नि खतरा छ यता चाहिँ एकदम बवाल बनाइरहेको छ है मकै बारी डर्याम है अनि इस्कुसबारी पनि डर्याम झन् आम्मामा ल हुस्सु देख्न सक्नुहुन्छ है हुस्सुदाई यहाँबाट चाहिँ पानी नि पर्यो यो चाहिँ पानी चाहिँ होइन फेरि यो चाहिँ बाक्लो हुस्सु पर्यो है देख्न सक्नुहुन्छ तपाईँहरूले पानी नै पर्यो क्या हो यो पानी नै पर्यो क्या हो यो हो साथीहरू ल हुस्सु लाएर केही देख्न सकिरहेको छैन भाइ मलाई देखिरहेको छ नि छैन है ए कहाँ छु म कहाँ हो अबे साले ल यो त साथीहरू हाम्रो सुशान्त भाइले चाहिँ जस बबाल गाडी चलाउनु भइसक्यो है अब यस ठाउँमा गाडी चलाएपछि त लाइसेन्स पनि निस्किहाल्छ 100 निस्किन्छ है अनि मलाई भित्र चिसो त फिलिली कुदाइन्छ कि अब यस ठाउँमा गाडी कुदाएपछि देख्न सक्नुहुन्छ तपाईँहरूले यहाँ ल बबाल छ हाम्रो फेरि साखो नै लावन्ने देश हो क्या हाम्रो छुट्टै देश हो कि साखो भनेको चाहिँ एकदम बबाल छ कि साखो चाहिँ अलि पहिला चाहिँ नेताहरू अलि उठे पार्टीले गर्दा यसपालि चाहिँ धन्न धेरै बजेट परेको छ म त क्या खुसी भएको छु तर बर्खामा काम हुन्छ कि यहाँ चाहिँ जहिले पनि
एउटा चाहिँ लास्ट झ्याउ हो कि त्यो भएपछि अनि बजेट परेको नपरेको कामै भएन फाक हुने हो है साथीहरू त्यही हो देख्न सक्नुहुन्छ है हो यस्तो छ अब यो बगाइरहेछ अब यहाँ पिच हुन लागिरहेछ होइन अब बर्खामै हुन लाग्यो हो यो पिच अनि टिक्ला त टिक्दैन नि यसरी पहिरो नि झरिरहेको हुन्छ कि अब बनाइरहेछ पहिरो झरिसक्यो यो नेपालको विकास पनि खोइ के विकास हो है भाइ अचम्म खाले विकास यस्तो क्या दाइ पहिला बाटो पिच गर्यो अनि त्यसपछि फेरि ढल खन्यो होइन दाइ अनि त्यसपछि फेरि पछि बत्तीको लाइनमा त्यति त्यो गरे पनि ठिक छ मानौ एक हिसाबले होइन विकास चाहिँ सधैँ असारै विकास भयो क्या हाम्रोमा बजेट पचाउनलाई के यस्तो चाहिँ अलिक भएन है साथै भएन यो नेताजीहरूले चाहिँ त्यसमा नि ध्यान चाहिँ दिनु पऱ्यो मेन ध्यान चाहिँ त्यसमा दिनु पऱ्यो है अब टेन्डर पर्ने बेलामा चैतभित्र काम सिटाउनु पऱ्यो भनेर भन्नु पऱ्यो कि है साथीहरू नेताजीहरू चान्स पायो कि नेपालीले चाहिँ अलिक दामी भएको छ है मलाई यस्तो वेटर चाहिँ बबाल मनपर्छ कि यस्तो मनपर्छ कि यस्तो वेटर चाहिँ त्यही हो अब आजको दिन के कस्तो हुन्छ हेर्दै बस्नु होला किप वाचिङ है त गाइज है त साथीहरू हाम्रो त्यहाँ कला र सागर भाइ नै आइसकेको छ है खै हेलो गर्नु पर्दैन त भाइ अनि त्यही हो अहिले चाहिँ ठ्याक्क भाइ पनि आयो घाम दाइ पनि आयो है शीत अलिकति भिजा थियो अब शीत निसुक्ने भयो त्यही हो अब हिजोको भाइको दिन चाहिँ कस्तो भयो नि शनिबार कहाँ गयो घरमै सुतेर बसेँ होइन ला एक ग्लास खायो भन्थ्यो त पछि बेलुका त्यो त कहाँ दिउँदैन एक ग्लास मात्र त होइन होला नि एक बोतल दारू खाएछ भाइले है एक बोतल भनेको एक फुल हो फेरि होइन एक फुलै एक फुल खाइदियो है बिस्तारै है त भाइ फेरि ह्याङओभर फेरि उठ्ला है नेपाल गरिब छ भनेर कसले भन्छ कि मा हिजो घुम्न गएको ठाउँमा नि त्यस्तो छ है भ्लग एडिट गरेको छैन अब त्यही हो आजको भ्लग चाहिँ हिजोको भ्लग चाहिँ आज दिउँसो आउँछ यिनीहरू फेरि कहाँ जान्ला हो यिनीहरू ल त्यस्तो छ है कहाँ जान्ला हो कहाँ हो यो के हो यो बाटोमा हिँड्दै गरे मान्छेलाई के गरे यार के हो यो जस स्मुथली चलाउनु भइसक्यो है हाम्रो भाइहरू सबै ट्यालेन्टेड भइसक्यो है लाइसेन्स सिक्न कहिले जाने 5 दिनमा जाऊ ल 5 दिनमा जाऊ है ट्याक्कै पर्सि फर्म भर ल त्यही हो सुसन भाइ अनि हाम्रो विशाल भाइ है अनि उसलाई चाहिँ हाम्रो सागर भाइ तिनजनालाई चाहिँ हामी पठाउँछौँ अनि त्यही हो अर्को एक दुईजना पनि सँग मिल्यो भने 4-5 जनासँगै पठाउँछ किन भन्दाखेरि अलिक कन्फिडेन्ट बढ्छ होइन त्यही हो साथीहरू हाम्रो जस दाल भाइ नै एक्सपोर्ट भइसकेको छ है एक ठाउँमा चाहिँ अलिकति मिस्टेक गर्यो अस्ति अनि त्यही भएर हामी चाहिँ यही बाटो आइरहेको छौँ मिस्टेक नहोस् हात मजाले बसोस् भनेर जस मजाले चलाउने भइसक्यो हामी त दाल भाइ अलिक कन्फिडेन्ट छ नि एकदम सही हो ल हुनु पऱ्यो है अब बेला बेला रन चाहिँ मैले हालिदिनु पर्छ है भाइ मुला हिजो चाहिँ भाइले यहाँ मिस्टेक गऱ्यो भने सुसन भाइले नि यहीँ मिस्टेक गऱ्यो भने भन्दै थियो तर योभन्दा माटलो टर्निङ भयो त्यही भएर यो अलिकति डराएछ हिजोको ठाउँ भएर त्यही हो तर केही हुँदैन हिजो अलिकति त्यस्तो मिस्टेक भयो भने डराउने होइन कि त्यो मिस्टेकबाट चाहिँ पार्ट सिक्ने हो केही हुँदैन त्यही हो है साथीहरू त्यस भाइले चलाउने चाहिँ भइसक्यो अब जस अरू बाटोमा चाहिँ फिलिली कुदाउँछ है अब यता चाहिँ हिजो अलि अगमकेको ठाउँ भएर चाहिँ अलि अगमक्यो भाइ आज चाहिँ अगमकिनु हुँदैन है भाइ ल हिजो धन्न मा भगवान्ले चाहिँ हामीलाई यस्तो साथ दिएर रहेछ कि होइन बाटो बनाउन पुरेकोले चाहिँ ठिक भएछ कि भाइले चाहिँ अलि टर्निङमा अलिक बेसी स्पिड भयो भनौँ कि अब टर्निङ अलिक बढिदियो भनेर भनौँ न त्यही भएर नर्वे कुलोमा ल्याम्पमा जान्थ्यो है
धन्न त्यहाँ अब भगवान्ले हाम्रो यस्तो हात थाम्दियो कि होइन त्यो कुलो चाहिँ त्यहाँको बाटो बढाउनलाई तालिया बेला परेर मा बच्यो हिजो है नर्वे त फाँक हुन्थ्यो हिजो होइन अस्ति सरी हिजो मात्र भन्दा मुनि घाम लागिरहेको छ यहाँ देख्न सक्नुहुन्छ है यहाँ चाहिँ यस्तो छ कि फक्की छ कि पुरै मुनि चाहिँ पुरै घाम लागिरहेको छ हो जाने अलि एक्सपिरियन्स थियो ल अहिले साथीहरू हिजो यहीँ कि यहाँबाट चाहिँ त्यहाँ त यहाँसम्म छ होइन यहाँबाट चाहिँ कुलो तालिया छ कि यहीँनिर ठिक भयो कि अलिकति घाममा क्या ल के होइन आज चाहिँ ठिक छ जे होस् होइन डरा त छैन नि डरा छैन भन्छ तर्सिरहेको छु ल अहिले साथीहरू देख्न सक्नुहुन्छ है क्या फास्ट उडिरहेको छ बादल भन्छ नि के भन्छ ए भाइ के छ खाना खाइस् भाइहरू पनि काम गरिरहेको छ सुध्रिएर बिसीलाई ल देख्न सक्नुहुन्छ है यता दामी छ कि यहाँबाट सुइँ उडेर गएर त्यहाँ माथि जम्मा भएर अनि त्यहाँ चाहिँ अनि पानी परे जस्तो हुने कि फुटी पानी परे जस्तो हुने कि दामी छ है अति बबाले छ तपाईँहरूलाई थाहा छ त्यसो नि अति बबाल छ बबाल डोरा जस्तो माछालाई हाई गरेर बसिरहेको छ स्याला बाँधेर उपचार गर्नुपर्ने बेला भइरहेको छ सुइहाल्नुपर्ने बेला भइरहेको रहेछ भाइ त्यही हो अब हाम्रो दाल भाइको नि यहीँ सिद्धिन्छ है अब एकछिनमा हाम्रो भटिजको पालो छ हेर्दै बस्नु ल किप वाचिङ है त गाइज ल अहिले साथीहरू अहिले चाहिँ मेरो भतिज नि आइसकेको छ है म्यान इन ब्ल्याक भएर आएछ सबै कालो भएर साला होइन केटीहरूले हेर्छ भनेर हिरो भनेर आयो होला यो त्यस्तै लागिरहेछ मलाई के छ भाइ चिया खायो त्यही हो जस भतिजले नि गाडी चाहिँ चलाउनु थालिसक्यो गाली खाइ अलि हिँड्न पाएको छैन दौडिन हतार गर्छ नि मुख खान्छ कि गाडी भन्दा अलिक सेन्सिटिभ कुरा हो होइन ध्यान दिनुपर्छ कुदाउनु हुँदैन बाइक जस्तो चाहिँ हुँदैन है बाइक पनि रिस्की हो गाडी झनै रिस्की हो अरूलाई चुसचाँच छ नि ऊ पनि डेट आफू पनि झमेला लास्ट टेन्सन हुन्छ त्यही भएर सकेसम्म स्लो ड्राइभ गर्नुपर्छ है होइन हिँड्न जानेपछि दौडिने हो कि फेरि दौडिन नि त्यो पनि बाटो हेरेर दौडिनु पऱ्यो कि फेरि होइन अहिले साथीहरू मेरो भतिज पनि प्रो भइसक्यो है जस फिलिलिली गाडी कुदाउने भइसक्यो गाली गर्छ काकाले कति गर्छ चाहिने भन्दा धेरै गाली आएर चाहिँ यसो चलाइ सिकिरहेको छ त्यत्रो थोरै दिनमा नर्वे कहाँ गाली खाँदैछ दाइले त लाट हान्नु भनेर भनिरहेको थियो दाइ तर म लाट चाहिँ हान्दिनँ है गाली चाहिँ गर्छु म लाट चाहिँ हान्दिनँ यसले एकदम नराम्रो काम गर्यो भने त लाट हान्छु होइन नर्वे लाट चाहिँ हान्दिनँ म दाइले हान्नुहोस् लाट म बरु तपाईँले कम्प्लेन गरिदिउँला अरे होइन पुऱ्याउनु भयो ल रोक्ने यहाँ नि हो सबै उठाउने सुटाउने सब गर्नु भइसक्यो है भतिजले यो चाहिँ ह्यान्डब्रेक नतानिकन अब यता भतिजलाई पनि प्र्याक्टिस गरिरहेको छु है हो ल यतिसम्म चाहिँ सिकाउनु पर्छ है दामी चलाउनु भइसक्यो होइन अहिले साथीहरू साखो चाहिँ यस्तो देखिरहेको छ आज है दामी छ दियोस् हाम्रो साखो मजाले फेरि त्यहाँको लाएर घर जान लाग्दैछु है हामी चाहिँ गाडी पार्किङ गरेर भतिजले चाहिँ मलाई पुऱ्याउँदैछ होइन अब कस्तो राम्रो पोखरी छ नि पोखरी धेरै राम्रो पोखरी है पोखरी राम्रो छ त्यही हो अब चाहिँ घर जान्छु केटा हो खाना खान्छु है अनि हेर्दै बस्नु होला आजको दिन के कस्तो हुन्छ है त गाईहरू बाहिर चाहिँ डेन्जर पानी पऱ्यो है घरको घरमै हाम्रो आजको दही चिउरा चाहिँ यस्तो भयो है अहिले ट्र्याक्टर निस्क्यो है पानी सानी पनि रोक्यो तक लाएर दिले दाइ आएको छ अरे है अब दिले दाइलाई अत्त एकचोटि भेट्छु है पानी नि झिन्झर पर्ने भने पानीमा दिमाग खराब गरिदिइसक्यो यार पानीले हाम्रो दिले दाइ चाहिँ मिस्टो सापका छ हो के यो बिचको बहिनी त ग्याङस्टर जसरी हिँडिरहेको छ एउटा हात माथि तानेर ग्याङस्टर हो कि क्या हो बहिनी
याकुजा जसरी हिँडिरहेको छु त्यो एउटा यस्तो राखेर खाजा खायो खाइसके निकै बहिनी रहेछ है मलाई त को भन्दाखेरि हाम्रो बहिनी रहेछ यसो जिस्काइदिएको बहिनीलाई अब थुक्पा चाहिँ खानु मन लागिरहेको छ कि मलाई अरू भन्दा नि अब जाडो जाडो छ है साथीहरू एक बार थुक्पा सेलाक्कै खानु भए चाहिँ ठिक हुन्थ्यो अहिले त्यो दही चुरा आफै कसरी ग्यास हो यार यिनीहरू त साह्रै किनिनु त फुट्यो भने त चैट हुँदैन त अनि के छ बाबु कहाँ आइदिए अनि पसल सारे सारे गर्ने मुसाले बिरालोले सारे यसरी त भएन नि ल म आउँछु नि फेरि है ल भाउ ल भाइहरू पसल नि फेरि तिनचोटि त पसलै सारिदिइसक्यो कि अनि यसरी कहाँ हुन्छ है आहा क्या शीतल यार अब चाहिँ चिसो चिसो है चलचित छ अहिले चाहिँ बवाल मजा आइरहेको छ जाडो जाडो जस्तो भएर चाहिँ त्यही हो साह्रै हो र फेरि कुकुरहरू चाहिँ स्यापसुप कहाँ कहाँ दौडिन्छ कि एउटा रहेछ जिउ पनि आइरहेको रहेछ त हेलो हेलो आराम दाजु के छ आराम हो आराम के छ दिललाई ल साथीहरू हामी टक्क खाजा खाएर एकछिन गफ गरेर है फर्किँदैछौँ अब खै दाइहरू चाहिँ माथि गाउँ जान्छ कि अब उतै जान्छ चाहिँ खै ठेगानै छैन तपाईँहरू कहाँ जानु दाइ हजुर ए उतै पो जाने प्लान क्यान्सिल साथीहरू हामी चाहिँ अहिले टक्क लाएर म चाहिँ खोला तारसम्म जानुपर्ने भयो है दाइहरूसँग सानो काम छ त्यही भएर जानुपर्ने भयो खै हाम्रो अब कौशलाई नै आउँछ भन्दै थियो आज फोन गर्दा फोन नै उठाएको छैन है कहाँ पो पुग्नु भयो फेरि पानी नै परिरहेको छ कि फेरि उताबाट आउने बेला पहिरो सहिरो भएकोले चाहिँ अलिक टेन्सन हुन्छ नि त आफ्नै हिँडेको दाइहरू है त्यही हो अलिक आउँछ साथीहरू त्यही भएर फोन गरेको दाइले फेरि फोन सुन्नु उठाउँदैन टेन्सन छ अहिले केटा हो बाटो चाहिँ त यस्तो है त्यहाँकोमा चाहिँ यहाँ एउटा दाइलाई भेट्न आइरहेको थिएँ है ओहो खेतबारी राइट केटा हो खेतबारी राइट ल अहिले साथीहरू त्यहाँको लाएर अब छुट्टिएका छौँ है दाइहरूसँग पानी पऱ्यो कि पानी परेर आइसक्यो पुरा छत्तु भइसक्यो यार ज्याकेट नि लाएर आएको छैन खतम हुने भयो केटा हो खतम है त साथीहरू हाम्रो कफलाई चाहिँ आइसकेको रहेछ है यता सोलम्बु तारतिर हुनुहुन्छ है दाइ यहाँ भरे आउनु भएको क्या हो दाइ झिटी झ्याम्टो बोकेर आमामा ल वेलकम टु साको दाइ है पुरा के छ नि ठिकै छ उताबाट यतिकै आउनु भयो दाइ यो रिजनलाई ल्याइदिएको कुन चाहिँ सिउरी ड्रागन फ्रुट ए ओके दाइ ओके दाइ त पुरा मोटाएर आउनु भएको छ त्यो मोटाएर आउनु भएको छ यार आमामा अन्नमा भुँडी फुट्नेर खाएर यार दाइ क्या ज्याक देखिरहेको थियो दुईजना बस्नु त एउटैमा हटाइरहेको छ कस्तो मोटाएर त्यो जब ब्याग त के हो र अनि आज पानीले 5-6 घन्टा जति हानेको हाने मलाई पनि त्यस्तै लागिरहेको थियो क्या दाइ त्यही भएर मैले फोन गरेको थिएँ तपाईँलाई मा पानी आयो कि जिन्दगीमा यति पानी चाहिँ अहिलेसम्म खाएको छैन होला ल त्यही भने दाइ गाडी चढेर यहाँ जाने अनि पानीले खाइहाल्छ गाडी लिएर जानु पऱ्यो नि त दाइ पानीले खायो होइन आइपुग्यो
अहिले त केटा हो दाइको कोसेली पाकै छैन दाइले भाइको लागि भनेर लिएर आइयो यस्तो माया गर्ने दाइहरू भयो सियान सकिएन तर यो लास्ट सानो हुने रहेछ यार त्यहाँको त सानो होइन अत्रो अत्रो हुनुपर्ने थियो माया पाका यो लट छिदिन्छ नि अब अर्को लट योभन्दा अलिक ठुलो निस्किन्छ अनि त्यो तिम्रो भरे असोज जुन छ नि यो त बिग्रियो क्या हो दाइ छैन छैन त्यो भरे असोज जुन छ नि त्यसले चाहिँ सबभन्दा बेटर सबभन्दा ठुलो हुने चाहिँ त्यो बेला 3 लट आउने रहेछ 3 लट फर्स्ट लटको सँगसँगै सेकेन्ड लटको योभन्दा अलिकति ठुलो लास्ट लटको चाहिँ योभन्दा धेरै ठुलो आउँछ त्यो लटको चाहिँ खाना पाइएन मैले नै खाना पाएन यो चाहिँ अब पाक्ने 2-4 दिन घर बसेको भए त्यही पाक्थ्यो हामीले खाना पाइँदैन थियो त्यही भएर यो चाहिँ भाइको लागि भनेर स्पेसल ल्याइदिएको साथीहरू दाइको कोसेली 2टा ड्रागन फ्रुट अनि आँप छ है आँप दाइ यो आँप गुली आँप हो कि कस्तो आँप हो दाइ गुली हो ठिक हो ल तराईको कसैले आएछ केडा हो प्योर पाकेको त ल्याउन सकिन्छ दाइ बिचिकिची गइहाल्छ त्यही हो अब हामी चाहिँ ड्रागन फ्रुट एउटा रिजन सोल्टीको लागि लगिदिन्छौँ है अब हाम्रो आजको भिडियो चाहिँ यहीँ सिद्धिन्छ भिडियोलाई मन पऱ्यो भने लाइक सेयर सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला भोलि फेरि हामी अर्को पाएको भेटिन्छौँ तिनीहरूको लागि माया गरिदिनु होला कि वाचिङ है त गाइज